हेलो गाइज वेलकम टु ब्याक माई न्यू अनदर भ्लग मेरो नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। तपाईँहरू सबैजना सन्चै आरामै होइसिनुहुन्छ होला। यहाँहरूको माया र साथ सहयोगले म पनि आरामै छु। सो आजको भ्लग चाहिँ आफ्नै ठुलो गाउँ यानि कि नाङखार गाउँको जेठाङसी मेलाको भ्लग रहनेछ। सो आजको भ्लगको भिडियोमा चाहिँ मेलाभित्रका आकर्षक सबै कुराहरू देखिनेछ। अन्तिमसम्म हेरिदिनु होला, यहाँहरूले माया दर्शाइदिनु होला। यहाँहरूको मायाप्रति अत्यन्तै आभारी रहँदै आजको भ्लग स्टार्ट हुन्छ। लेट्स बनेछ। मेलाको माहौल भन्नुपर्छ गाइज। साथीहरू यति रमाइलो गरिराख्नु भएको छ। ल केटाहरू आमामा बवाल रमाइलो भइरहेको छ है। ल आफ्नै धुनमा ल रमाइलो भन्नुपर्छ। पूजा आज अझै पनि समाप्त भएको छैन। साथीहरूले रमाइलो गरिराख्नु भएको छ। अहिले मलाई सपोर्ट गर्नु पर्यो। आफ्नै छ बुफर, आफ्नै छ नाच, आफ्नै छ ताल। ल मेरो भाइले चटपट माग्न आएको छ यहाँ। ल कतिको रे आकाश चटपट? ल 100 को चटपट। अब मलाई सपोर्ट हान्नु पर्यो। ल ल ल भाइ यहाँ 100 को चटपट यता भइरहेको छ है। तल उले बोलायो चटपट वाले साथीहरू धामी धमिनीहरू नाचिराख्नु भएको छ यति बेलाको समयमा है। यस्तो छ काफलको बुटो छ है। मान्छेहरू थुप्रैजना हुनुहुन्छ है। मान्छेहरू है पानी परिरहेको छ। यस्तो मान्छेहरूको भिडभाड छ। क्यान्सी है गाइस। यता पनि छ मान्छेहरू थुप्रै भिडभाड। यो चाहिँ जेठाङसी मेलाको प्रमुख आकर्षक भन्नुपर्छ धामी धमेनी नाच है। सो आज चाहिँ अति बवाल भइरहेको छ यहाँ। धामी धमेनी कतिजना जति हुनुहुन्छ होला है मान्छे? लगभग 15-20 जना 15-20 जना धामी धमेनीहरू चाहिँ हुनुहुन्छ। अब यसपछि एउटा कार्यक्रम हुन्छ, त्यसपछि समाप्त हुन्छ होला सायद। यो आजको मेलाको उपस्थिति तपाईँले देख्न सक्नुहुन्छ। पानी अति परिरहेको छ। पानीका बावजुद पनि दर्शकहरूको उपस्थिति अत्यन्तै उल्लेखनीय तपाईँले देख्न सक्नुहुन्छ। आजको जेठाङसी मेला अति बवाल छ। दर्शकहरूको उपस्थिति अति बवाल छ है। र तपाईँले यहाँ माथि देख्न सक्नुहुन्छ।
Joy or Samar Bra. Yes, it's a joy. आज जेठाङसी मेलामा आउनुभएका दर्शकहरू पछाडिबाट सो आजको उपस्थिति बवालै भन्नुपर्छ होइन पानी पनि अति पर्यो तैपनि दर्शकहरू यता चाहिँ नास्ता ओहो म त यार चाउमिनको माथि आएँ क्या आमामा केटाहरू त बवाल छन् ल ल ल ल ल दिन त यिनीहरू हो क्या कसम है आमामा नसकिने केटाहरूसँग ल बवाल छ बवाल ल ल ल ल ए यस्तो रमाइलो रमाइलो हेर्न पो मजामा आउँछ त ल आमामामामामा सकिन्छ त गाइस अब सकिन्न नि आमामामा आफ्नै मामा कमाएर भेट्नु भएको छ मेलामा मामासँग ओहो मामा मामा अर्को नमङ हो अर्को जिम नम केडु मामा आउको दिनुहोस् है हाई फोटो खिच्ने कार्यक्रम हो जेठाङसी मेलाको आफ्नै परम्परा अनुसार के हो खै अब सायद यो मेलाको अन्तिम चरणको पूजा भन्नुपर्छ होला यो सायद एकजना मात्र ढमिना आउनु भएको छ है पुठा भनेर चाहिँ यसको मतलब चाहिँ अब यो जेठाङसी मेलाको चाहिँ यो समाप्त यो कार्यक्रम भन्नुपर्छ होला है सायद यो चाहिँ समाप्त गरेको हो रे भन्ने चाहिँ जानकारीमा आयो सो त्यही हो गाइस सायद सम्भवतः आजको दामी नाच यति नै भन्नुपर्छ होला।